82-83 को प्रस्तावित बजेट तथा कार्यक्रमहरू प्रस्तुत गरिदिनु हुन यस संस्थाका सचिव श्री मिलन श्रेष्ठजीलाई हार्दिक अनुरोध गर्दछु। नमस्कार सर्वश्री मित्रहरू, म आगामी आर्थिक वर्ष 82-83 को वार्षिक योजना तथा बजेट प्रस्तुत गर्न अनुरोध चाहन्छु। हामीले चाहिँ सदस्य लक्ष्य चाहिँ हामीले 420 पुर्याउने लिएको छ भनेदेखि, त्यसै गरेर यो संस्थाको कुल बासला चाहिँ 10 करोड 82-83 को अन्तसम्ममा चाहिँ 10 करोड पुर्याउने लक्ष्य लिएको छ। त्यसै गरेर सेयरलाई चाहिँ हाम्रो 1 करोड 23 लाखलाई चाहिँ हामी 1 करोड 35 लाखसम्म पुर्याउँछौँ। त्यसै गरेर बचत निक्षेप चाहिँ हामीले 8 करोड पुर्याउने लक्ष्य लिएका छौँ। त्यसै गरेर हाम्रो चाहिँ अहिले ऋण नोक्सानी व्यवस्था चाहिँ हामीले 26,48,118 मा चाहिँ अझ थप 3 लाख थप्ने विचार यसमा चाहिँ लक्ष्य लिएका छौँ। त्यसै गरेर हामीले जगेडा अन्य कोषमा चाहिँ 1 करोड 41 लाख हाम्रो रहेको छ भने अब यसलाई चाहिँ हामीले 82-83 को अन्तमा 1 करोड 50 लाख पुर्याउने प्रक्षेपण गरिएको छ। त्यसै गरेर 82-83 को अन्तमा चाहिँ तरलता अनुपात भन्नु मतलब नगद र बैंक मौजदार चाहिँ 2 करोड राख्ने कायम राख्ने अनुमान गरिएको छ। त्यसै गरेर 82-83 मा चाहिँ हामीले ऋण लगानी अन्तर्गत चाहिँ यो 82-83 मा चाहिँ हामीले 7 करोड ऋण लगानी गर्ने र 6 करोड असुल गरेर 82-83 साल आषाढको मसान्तसम्म चाहिँ 8 करोड 16 लाख राख्ने लक्ष्य लिएको छ। त्यसै गरेर हामीले भौतिक पूर्वाधारमा अझ पनि हामीलाई चाहिने केही ल्यापटपहरू, सिमहरू, मोबाइल सेटहरू छन्, त्यसको लागि हामीले 1 लाख छुट्याएका छौँ। त्यसै गरेर संस्थाको नगद मार्गस्थ नगद बिमाको लागि चाहिँ हामीले पहल गरेका छौँ र यो वर्ष हामीले गर्नेछौँ। त्यसै गरेर हामीले अग्नि प्रतिरोधात्मक भल तथा फाइल क्याबिनेटको व्यवस्था गर्नेछौँ। यो वर्ष हामीले यसको लागि पनि केही रकम छुट्याएका छौँ। अनि हामीले चाहिँ सूचना प्रविधिको भरपुर प्रयोग गर्नुपर्छ भनेर नै हामीले सफ्टवेयरहरू पनि राखेका छौँ। त्यसै गरेर मोबाइल एप अहिले योपालि हामीले SMS सुरु गरेका छौँ। त्यसले गर्दा यो सुविधाहरू हामी अझ सीसी क्यामेरालाई अझ सशक्त रूपमा अगाडि बढाउँछौँ राख्छौँ। त्यसै गरेर आम्दानी र खर्चतर्फ चाहिँ 82-83 को कुल आम्दानी हामीले 1 करोड 40 लाख र खर्च 90 लाख गरेर 50 लाख सञ्चालन मुनाफा हासिल गर्ने लक्ष्य लिएको छ। शेयर लाभांश चाहिँ हामीले योपालि हामीले कर्जा नोक्सानी व्यवस्थामा 10 लाख रुपियाँ थप गर्नु पर्यो कारणले गर्दा हामीले कम गर्नु पर्यो, तर अघि अब आउने आर्थिक वर्षमा हामी 12% दिने लक्ष्य चाहिँ हामीले गरेका छौँ। त्यसै गरेर संरक्षित पुँजी फिर्ता कोषमा हामीले गत वर्ष असल बचतकर्ता सदस्य र ऋण सदस्यलाई चाहिँ कोषबाट वितरण गरिनेछ। त्यसै गरेर हामीले कर्मचारी दरबन्दीमा चाहिँ हामीले यो भुम्लु गाउँपालिकामा रोजगारी सिर्जना गर्न चाहिँ हामीले भूमिका खेल्नुपर्छ भन्ने लागेर नै हामीले प्रशिक्षार्थी इन्टर्नको रूपमा चाहिँ कर्मचारी नियुक्ति गर्छौँ। यदि यसमा चाहिँ जसबाट चाहिँ 12 कक्षा र स्नातक पास गरेका कुनै पनि अनुभव नभएका भाइ बहिनीहरूलाई पनि यस संस्थामा काम कारबाहीको बारेमा चाहिँ संस्थाको काम कारबाही गर्न अनुभव लिन चाहिएमा चाहिँ हामीलाई सम्पर्क गर्न पनि अनुरोध गर्दछौँ। हामी त्यस्ता भाइ बहिनीहरूलाई चाहिँ मौका दिनेछौँ। त्यसै गरेर हामीले सदस्य सुरक्षा कार्यक्रम जुन चाहिँ हामीले आर्थिक वर्ष 77 देखि सुरु गरेका थियौँ, जस्तै कसैलाई चाहिँ क्यान्सर, प्यारालाइसिस, मृगोला तथा मुटु प्रत्यारोपण गर्नुपर्ने रोगहरूमा चाहिँ रु 10,000 सम्मको राहत उपलब्ध गराउने भनेको छौँ। 18 वर्षदेखि 45 वर्षसम्मका उमेर समूहका सदस्यहरूले उद्योग स्थापना गरी सञ्चालन गर्न गरेमा त्यस्ता उद्योगका लागि संस्थाले निर्धारण गरेको अधिकतम ब्याज दरमा 2% कम गरी ऋण लगानी गर्ने व्यवस्था गर्दैछौँ। एकल महिलालाई 2 लाखसम्म ऋण लगानी गर्दा सेवा शुल्क छुट र सहुलियत ब्याज दरमा उद्यमशील कर्जा दिइनेछ। सदस्यको मृत्यु भएमा मृतकका परिवारलाई क्रिया खर्च बापत रु 5,000 प्रदान गर्नेछ। प्राकृतिक प्रकोपको कारण क्षति भएको अवस्था हेरी राहत रु 5,000 रुपियाँ दिइनेछ। ऋण असुली संयन्त्र र भाखा नागेको ऋण नियन्त्रण गर्ने सम्बन्धमा चाहिँ ऋण असुली प्रक्रियालाई सुचारू गर्न दैनिक रूपमा बिहानदेखि बेलुकासम्म किस्ताको जानकारी SMS र फोन मार्फत गराउने र ताकेता गर्ने कार्यलाई निरन्तर दिइनेछ। संस्थाको तरताकेतालाई अटेर गर्ने खराबी ऋणीहरूको धितो लिलामी सम्बन्धी कानुनी प्रक्रिया अपनाई असुलो उपर गर्नुपर्नेछ। त्यसै गरी कालो सूची सम्बन्धी कार्यविधि बमोजिम कार्य पनि अगाडि बढाइनेछ। महिला सदस्यहरूलाई सामूहिक जमानी कर्जा महिला सदस्यहरूमा दिएको सामूहिक जमानी कर्जालाई यस आर्थिक वर्षमा पनि निरन्तरता दिनेछ। त्यसै गरेर यो वर्ष हामीले भुम्लु गाउँपालिकालाई स्पेसली चाहिँ दोलाघाट बजारलाई बजारको रूपमा चिनाउनको लागि चाहिँ कृषि बजार सञ्चालन गर्ने भन्ने हामीले योजना अगाडि ल्याएका छौँ, जसमा चाहिँ सदस्यहरूलाई उत्पादित हाम्रा सदस्यहरूलाई जो पाए त्यही भनेर पनि नसोच्नु होला,
हाम्रा जो सदस्य छन् स्ट्यान्ड र साकोसका जो सदस्य छन् उनीहरूले उत्पादन गरेका कृषि सामग्रीहरू चाहिँ लाई चाहिँ हाम्रो यो संस्थाको जग्गा यहाँनिर यो इटारी खोल्सानिर छ जुन जग्गा लिएको छौँ हामीले त्यहाँ 8 आना जग्गा छ त्यसमा चाहिँ एउटा ट्रस्ट बनाएर त्यहाँ स्टलहरू कम्पाउन्ड राख्ने शौचालय फोहोर व्यवस्थापन सहितको लागि रु 1,50,000 को बजेट विनियोजन गरेका छौँ जसबाट चाहिँ हाम्रा सदस्यले उत्पादन गरेका सुरुमा हामी एउटा हाट बजारको रूपमा शनिबारे हाटकोबाट सुरु गर्न सक्छौँ त्यो चाहिँ हाम्रो यहाँ उपभोक्ताका पुर्याउने भन्ने हामीले लक्ष्य लेख्छौँ जसले गर्दा चाहिँ हाम्रो कृषि काम गरिरहनु भएका हाम्रा सदस्यहरूको उत्पादन चाहिँ सिधै उपभोक्तासम्म पुर्याउने हामीले लक्ष्यका लिएका छौँ र यसका लागि चाहिँ हाम्रो सञ्चालक समितिबाट एकजना सदस्यलाई चाहिँ यसको संयोजकमा चाहिँ 3 सदस्य कृषि बजार सञ्चालन उपसमिति गठन गर्ने भन्ने पनि राखेका छौँ। त्यसै गरेर सदस्य केवाईएफ नो योर मेम्बर भन्ने यो चाहिँ फर्मलाई चाहिँ अद्यावधि गराउने कामहरू निरन्तर दिनेछौँ। त्यसै गरेर हामीले यो चाहिँ तालिम जुन संस्थाहरूलाई चाहिने जुन हाम्रो चाहिँ सञ्चालक समिति उपसमिति र कर्मचारीहरूलाई चाहिने तालिमहरू यसमा यो वर्ष पनि हामी निरन्तर दिनेछौँ। त्यसै गरेर यो वर्षदेखि चाहिँ हामी कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा गरेर आबद्ध गराउने हाम्रो लक्ष्य छ जसबाट चाहिँ हामीले कर्मचारीकोबाट 10% काटेर अनि त्यसपछि संस्थाले पनि अर्को 10% थपेर चाहिँ यो कोषमा जम्मा गरिन्छ। यसबाट चाहिँ कर्मचारी साथीहरूको चाहिँ राज्यबाट पाइने सेवा सुविधाहरूमा चाहिँ उहाँहरूको ले चाहिँ पहुँच पुग्नेछ जसले गर्दा चाहिँ उहाँहरूलाई हामीले अझ सुरक्षित बनाउन सकिन्छौँ। अन्तमा यहाँहरूको सल्लाह सुझावलाई मनन गर्दै संस्था आजको स्थितिमा आइपुगेको र आगामी दिनहरूमा पनि थप रचनात्मक सल्लाह सुझाव प्राप्त गरी आफ्ना सदस्यहरूको आर्थिक एवं सामाजिक जीवनस्तरलाई बढावा दिन र दिगो कार्यक्रमहरू ल्याई यहाँहरूको सेवामा अनवरत लागिरहन कटिबद्ध रहेको जानकारी बेहोरा जानकारी गराउँछौँ। जय सहकारी, धन्यवाद।